हेलो एभ्रिवान, के छ सबैजना आरामै हुनुहुन्छ होला हैन? अस्ति हालेको भिडियोमा तपाईहरुले यति धेरै माया देखाइदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद है। हामी एकदमै खुसी छौं। अनि मैले त्यो भिडियोमा कुरा गरेको थिएँ हजुरहरुसँग। मैले यदि तपाईहरु पनि त्यसरी अनलाइनमा गर्न चाहनुहुन्छ भने कमेन्ट गर्नु फुल भिडियो भनेर म तपाईहरुलाई फुल भिडियो बनाएर हाल्दिन्छु भनेर भनेको थिएँ। धेरै जनाको कमेन्ट आएको छ, धेरै जनाको मेसेज पनि आएको छ का। एकदमै खुसी लाग्यो। अनि कति जनाले सोच्नुहुन्छ होला है हामीले चाहिँ कसरी सुरु गरिम त, हामीलाई चाहिँ आइडिया कसरी आयो त यो गर्ने भन्ने कुरा, त्यो कुरा म तपाईहरुलाई एक्सप्लेन गर्दिन्छु है। कसरी भने अब हामीलाई एकदमै यसरी अब पैसा कमाउन मन थियो है। कलेज पढ्दादेखि नै हामीले अब यताउति घुम्न धेरै घुम्ने हामी हैन। अब बाइकमा तेल हाल्नु पर्यो, स्कुटीमा तेल हाल्नु पर्यो, अनि घरबाट अब सधैँ पैसा दिनुहुन्न थियो। अनि हामीलाई एकदम पैसा कमाउने क्युरियोसिटी हुन्थ्यो। अनि त्यो कारणले गर्दाखेरि हामी अब मैले चाहिँ स्पेशली अनलाइनमा अब बाहिरतिर ड्रप शिपिङ भन्ने एकदम चलेको थियो। बाहिरतिर इन्टरनेसनल मार्केटमा एकदम ड्रप शिपिङ भन्ने चलिरहेको थियो। मैले रिलहरू एकदम हेर्थेँ हैन। अनि अब टिकटकहरू पनि हेरिरहेको हुन्थेँ। अनि अब हामीले पनि नेपालमा यो कसरी गर्न सकिन्छ त भन्ने कुरा मलाई एकदमै लागिरहेको थियो क्या। तर कहाँबाट ल्याउने, कस्तो ल्याउने, के गरेर स्टार्ट गर्ने भन्ने केही थाहा थिएन हामीलाई है। अनि चिया खाँदै गर्दाखेरि एक दिन के भयो भने एकजना साथीले माओबुद्धमा होलसेल पसल छ, त्यहाँबाट सामान ल्याउन पाइन्छ है सस्तो भनेर उसले कुरा निकाल्यो है। ल ठिक छ नि त, एकचोटि हामी गएर एकचोटि हेरौँ न त त्यहाँनिर कस्तो कस्तो सामान पाउने रहेछ, लाभे लिएर बेच्नुपर्छ अनलाइनमा भनेर हामीले प्लान बनायौँ है। अनि त्यस पछाडि हामी गयौँ माओबुद्ध गइसकेपछि चाहिँ के भयो भने हामी जुन खुसीले गएको थियौँ नि त्यो खुसी त्यहाँ गई सबै चकनाचुर भयो क्या। सबै त्यो खुसी चाहिँ एउटा दुःखमा परिवर्तन भयो। किन त भन्दा म तपाईहरुलाई सेयर गर्छु है। कस्तो भयो भने त्यहाँ सामान त लिन गयौँ हामी, तर हामीलाई एक सामानै दिन मान्दैन कसैले। हामीले भनि पनि हामीले कन्भिन्स पनि गर्ने कति ट्राई गर्यौँ कि हामी अनलाइनमा सामान बेच्छौँ, अगाडिदेखि नै हामी बेचिरहेको छौँ। हुन त हामीले ढाँटेको थियौँ, हामीले अनलाइनमा अगाडिदेखि नै सामान बेचिरहेको छौँ, हामी बेच्छौँ, हामीलाई एक पिस यसो स्याम्पलको लागि हामी टेस्ट गर्छौँ, यो सामान राम्रो बिक्यो भने अनि हामी लिन आउँछौँ भनेर हामीले भन्यौँ क्या। तर कसैले दिनु मान्दै नमान्ने। हामी पैसातिर लिन मान्छौँ तर होलसेल प्राइसमा चाहिएको थियो हामीलाई, जुन चाहिँ रिटेल प्राइसमा होइन। तर कसैले मानेन। अनि लास्टमा चाहिँ हामीले कन्भिन्स गर्दा गर्दा एकजनासँग चाहिँ के गर्यौँ भने हामीले त्यहाँ गएर सामान उसले दियो है। अलिकति घटाइदिन त हामीलाई, यो सामान चाहिँ लान्छौँ भनेर उसले अलिकति घटाएर एउटा बोतल थियो, पानीको बोतल है, टेम्परेचरवाला पानीको बोतल थियो, उसले दियो है। र त्यो मौका पारेर हामीले चाहिँ के गर्यौँ भने 10वटा जति प्रोडक्टको फोटो खिचेर ल्यायौँ है। त्यो तपाईँहरूले पनि त्यही गर्नु होला है। जुन चाहिँ नर्मल फोटो थियो त्यस्तो इन्टरनेटमा हाल्ने या अब कुनै मार्केट प्लेसमा हाल्ने टाइपको फोटोहरू थिएन। र त्यसलाई हामीले कसरी युटिलाइज गर्यौँ र तपाईँहरूले पनि कसरी त्यो कुरालाई युटिलाइज गर्न सक्नुहुन्छ र तपाईँहरूको फर्स्ट सेल ल्याउन सक्नुहुन्छ भन्ने कुरा म तपाईँहरूलाई अहिले मेरो मोबाइलको स्क्रिन सेयर गरेर तपाईँहरूलाई म देखाइदिन्छु। र अर्को कुरा के भने तपाईँहरूलाई यति मजाले प्रपर तरिकाले युट्युबमा अहिलेसम्म कसैले पनि भनेको छैन नेपालमा है। अनलाइन बाहिरतिर पनि भनेको छैन। मैले रिसर्च पनि गरेँ र यति मजाले तपाईँहरूले अनलाइनमा सेल कसरी गर्न सक्नुहुन्छ, यति मजाले जुन हाम्रो अहिले मैले तपाईँहरूलाई अहिले एक्सप्लेन गर्न लागेको छु त्यति मजाले कसैले भनेको छैन। यो भिडियो चाहिँ फुल हेर्नु होला, तपाईँहरूले धेरै कुरा सिक्नुहुन्छ। स्पेसल्ली तपाईँहरू स्टुडेन्ट हुनुहुन्छ भने है। सरी मेरो बोलीमा चाहिँ अलिक लटपटिरहेको छ किनकि मैले यस्तो तरिकाले भिडियो बनाएको छुइनँ, त्यसको लागि चाहिँ सरी भन्न चाहन्छु है। किनकि अब अलिअलि त फर्स्ट हो, अलिअलि त म झुकिहाल्छु, अलिअलि त उयो बोली लटपटिहाल्छ। तपाईँहरूलाई यो भिडियो प्रपर चाहिन्छ भने अब यो त धेरै लामो हुन्छ भिडियो, त्यस कारणले गर्दा हामी यो भिडियो चाहिँ 2टा पार्टमा डिभाइड गर्न गइरहेको छौँ है। तपाईँहरूलाई फुल भिडियो चाहिन्छ भने यसमा पनि फुल भिडियो भनेर कमेन्ट गर्नु। पार्ट 2 हामी फेरि बनाएर ल्याउने छौँ। अहिले चाहिँ यो तपाईँहरूलाई पार्ट 1 मात्रै हो। यसमा म तपाईँहरूलाई सिम्पल कसरी स्टार्ट गर्ने भन्ने सिकाउँछु। त्यस पछाडिको प्रोसेसहरू पनि धेरै नै हुनेछ। म त्यो सबै नै तपाईँहरूलाई सिकाइदिन्छु र के प्रब्लम आउँछ, के फेस गर्नुपर्छ, हामीले एक्सपिरियन्स के गर्यौँ त भन्ने कुरा तपाईँहरूलाई त्यो पनि हामी सबै कुरा सेयर गरिदिन्छौँ। तपाईँहरूले यो भिडियोमा कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है। ल म तपाईँहरूलाई स्टेप बाई स्टेप भन्नेछु सबै कुरा होइन, किनकि भिडियो लामो हुनेछ। अलिअलि गर्दै म तपाईँहरूलाई सेयर गर्नेछु है। स्टेप 1 चाहिँ तपाईँहरूले स्पेसली के को ध्यान दिनुपर्छ भने तपाईँहरूले एउटा माइन्ड सेट चाहिँ बनाउनु पर्ने हुन्छ कि तपाईँहरूले एउटा अनलाइन सेल गरिसकेपछि एउटा रेस्पोन्सिबल भएर गर्नुपर्छ है। फर इक्जाम्पल मैले तपाईँहरूलाई यो एउटा बल पेन बेचेँ है, र मैले तपाईँहरूलाई भने यसले ब्ल्याक कलर लेख्छ होइन, यसले यस्तो टल्किने खालको लेख्छ, समथिङ मैले अरू पनि फिचर भने है। र कस्तो हुन्छ भने कति कस्टमरहरूले चाहिँ कस्तो गर्नुहुन्छ भने यो मैले एक्सप्लेन गरेको जुन फिचरहरू हुन्छ नि त्यो फिचरहरू नै मैले प्रोभाइड गरेको हुन्छु, उहाँलाई डेलिभर गरेको हुन्छु। तर उहाँको चाहिँ माइन्ड सेट चाहिँ कस्तो हुन्छ नि, त्यो खतरा अलिकति अब हुन्छ नि, किन्नु भएको छ यो 100 रुपियाँमा किन्नु भएको छ, उहाँले चाहिँ माइन्ड सेट चाहिँ बनाउनु भएको हुन्छ 500 रुपियाँको वाला फिल मतलब एक्सपिरियन्स आउँछ, मैले 500 रुपियाँ वालाको प्रोडक्ट पाउँछु भन्ने उहाँहरूले चाहिँ त्यो एउटा माइन्ड सेटमा बनाउनु भएको हुन्छ। तर जाँदाखेरि त अब 100 रुपियाँको सामान प्रोडक्ट डेलिभरी हुन्छ। उहाँहरूको चाहिँ त्यो अब के भन्छ उहाँ अब फर्स्ट एट्र्याक्सनै बिग्रिन्छ क्या। त्यो कारणले गर्दाखेरि उहाँहरूले के भन्नुहुन्छ होइन, त्यो कुराहरूको लागि तपाईँहरू एकदम प्रिपेयर भएर बस्नुपर्छ है। यदि तपाईँहरूलाई यो भिडियो मन पर्यो भने तपाईँहरूलाई त्यो कुरा म सबै एक्सप्लेन गरिहाल्छु कसरी ह्यान्डल गर्ने भन्ने कुरा। र जहाँ अब तपाईँहरूलाई भिडियो लामो हुन्छ, धेरै बकवास म गर्दिनँ। म तपाईँहरूलाई फर्स्टमा चाहिँ के भन्न चाहन्छु भने तपाईँहरूले कहिले पनि मार्केट प्लेस, फेसबुक मार्केट प्लेस देख्नु भएको छ कि छैन?
फेसबुक मार्केटप्लेस एकदमै फ्री प्लेटफर्म हो है। त्यसमा चाहिँ तपाईहरुले केही गर्नु पर्दैन, सिर्फ तपाईहरुले प्रोडक्ट डिस्क्रिप्सनमा प्रोडक्ट हाल्ने, डिस्क्रिप्सन हाल्ने, टाइटल हाल्ने, त्यसपछि ग्रुपहरु हुन्छ सबै म सिकाउँछु तपाईहरुलाई अहिले। त्यसमा एड हुने, त्यसपछि तपाईहरुले एड भएर त्यसमा लिस्ट गरिदिने मात्रै हो। तपाईहरुको प्रोडक्ट अटोमेटिक नै बिक्छ, न कतैको बुस्ट गर्नु पर्दैन, केहीको भिडियो बनाउनु पर्दैन, कतै केही झन्झट गर्नु पर्दैन है। यो म तपाईहरुलाई सिकाउँछु, एकदमै यो चाहिँ युजफुल कुरा, एकदम पावरफुल कुरा हो फेसबुक मार्केटप्लेस है। हामीले स्टार्ट गरेको नि फेसबुक मार्केटप्लेसमा एउटा पानी खाने बोतलबाट स्टार्ट गरेको हो। आज जस हामी त्यस्तो प्रोफेसनल लेभलको त पुगेको छैन, त्यस्तो मतलब ठुलो त भन्दिनँ म हैन। जस राम्रै भइरहेछ, हामीले जुन लेभलबाट सुरु गरेको थियौँ अहिलेसम्म आउँदाखेरिको लेभलहरू हेर्दा धेरै राम्रो भएको छ है। र तपाईहरुले कसरी सेल गर्ने भन्ने कुरा म तपाईहरुलाई अब भन्न गइरहेको छु है। र यदि तपाईहरुलाई यो भिडियो राम्रो लागेन भने चाहिँ भन्न सक्नुहुन्छ है। र यदि राम्रो लाग्यो र तपाईहरुको युजफुल भयो भन्ने एउटा कमेन्ट चाहिँ गर्न प्लिज नबिर्सिनु होला, किनकि तपाईहरुको एउटा सानो कमेन्टले गर्दाखेरि म तपाईहरुलाई अरु पनि भिडियो बनाएर ल्याइदिन्छु र यसको फुल प्रोसेसहरु म तपाईहरुलाई भनिदिन्छु। अरु पनि धेरै बाँकी छ र मेरो मोबाइलको स्क्रिनमा जाम अब है। र सुरुमा हामीले त्यो फोटो ल्याइसकेपछि हामी गयौँ, हामीले रिसर्च गरिसकेपछि थाहा पायौँ अलिबाबामा हामीले फोटो अपलोड गरेपछि ट्याक्कै प्रोडक्टको दामी जस्तो हुन त्यस्तै डिटेलहरु आउँछ भन्ने कुरा हामीलाई थाहा थिएन, तर हामीले पत्ता लगायौँ है। तपाईहरुले पनि अलिबाबा डाउनलोड गर्नु होला। अनि त्यसपछि हामीले यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ यो सर्च बारको तपाईहरुले यहाँनिर क्यामेरा जस्तो अप्सनमा देख्न सक्नुहुन्छ है। क्यामेरा जस्तो अप्सनमा थिच्ने, क्यामेरा जस्तो अप्सनमा थिचिसकेपछि तपाईहरुले अन्ली दिस टाइम गर्नुभयो र तपाईहरुको यहाँनिर प्रोडक्ट हाल्ने ठाउँ आउँछ है। जस्ट लाइक मैले एउटा प्रोडक्ट अब एउटा चुज गरेँ, मैले मैले यो मसाजर चुज गरेँ है। मसाजर चुज गरिसकेपछि यसको मलाई फुल देख्नुभयो, मैले जुन प्रोडक्ट भनेको थिएँ त्यही प्रोडक्ट आयो मसँग है। तपाईहरुले यहाँनिर थिच्ने, त्यो प्रोडक्ट सेल गर्ने बेलामा त्यसको डिटेलहरु सबै भनेको हुन्छ, भिडियोहरु हेर्नु होला, त्यसको सबै रिभ्यूहरु हेर्नु होला हैन। रिभ्यूले पनि धेरै नै हेल्पफुल गर्छ तपाईलाई त्यो प्रोडक्ट कस्तो हो भन्ने पत्ता लगाउनको लागि है। त्यसपछि तपाईहरुले यो फोटोलाई एक एक गर्दै सेभ गर्ने, तपाईहरुले यो स्क्रिनमा थिचिराख्नु भयो भने यसको फोटो सेभ हुन्छ है। यहाँ सेभको अप्सन आउँछ, स्क्रिनमा थिचिराख्नु। अनि अर्को भनेको तपाईहरुले यहाँनिर यसको एन्डमा गएर यसको रिभ्यू देख्न सक्नुहुन्छ, त्यो प्रोडक्ट कस्तो छ भनेर हैन। किनकि कस्टमरले एउटा त्यसमा रिभ्यू दिएको हुन्छ जुन चाहिँ तपाईहरुले बेच्ने लायकको छ कि छैन, तपाईले बेचिसकेपछि प्रब्लम फेस गर्नुपर्छ कि पर्दैन त भन्ने कुरा यो रिभ्यूले तपाईहरुलाई भनिदिइहाल्छ है। र त्यसपछि तपाईहरु तल जानु, यसको सबै डिटेलहरु दिएको हुन्छ, यसको ब्याटरी ब्याकअपदेखि लिएर वारेन्टीहरु के कस्तो छ हैन, अब कति केजी कति वेटहरुदेखि लिएर सबै यसमा एक्सप्लेन गरिदिएको हुन्छ। तपाईहरुले मजाले पढ्नुभयो भने एकदम बवाल हुन्छ है। एकदम तपाईहरुले त्यसको सबै डिटेल पाउनुहुन्छ। र अब नेक्स्ट कुरा के हो भने तपाईहरुले यसलाई कहाँ लगेर सेल गर्ने भन्ने कुरा म तपाईहरुलाई भन्छु है। तपाईहरुले फेसबुक त प्राय सबैजनाले चलाउनुहुन्छ है। तपाईहरुले चलाइरहेको फेसबुकमा तपाईहरुले पैसा पनि कमाउन सक्नुहुन्छ क्या। त्यो तपाईहरुलाई थाहा नै छैन क्या, कति मान्छेलाई थाहा नै छैन तपाईहरुको फेसबुकबाट तपाईहरुले मोनेटाइज गर्नु पर्दैन, कसैको आश गर्नु पर्दैन, क्राइटेरिया के हेर्नु पर्दैन, ढुक्क भएर तपाईहरुले पैसा कमाउन सक्नुहुन्छ क्या। तपाईहरुले फेसबुक खोल्नुभयो है, फेसबुक खोल्नुभयो र तपाईहरुले यहाँ मार्केटप्लेस जस्तो अप्सन देख्नुभयो, एउटा घर जस्तो अप्सन देख्नुभयो, त्यहाँनेरि जाने है। त्यहाँनेरि गइसकेपछि तपाईहरुले यहाँ धेरै अप्सनहरु देख्नुहुन्छ है। यो मान्छेहरुले सामान बेचिरहेछन्। र अर्को तपाईहरुले यहाँनेरि सेलको अप्सन तपाईहरुकोमा डाइरेक्ट आउँछ है। र त्यसपछि जाम हामी सेल गर्नलाई, सेल अब तपाईहरुले सेल गर्ने हो सामान त तपाईहरु जानुभयो सेलमा जानुभयो है। सेलमा गइसकेपछि तपाईहरुले आइटम चुज गर्नुभयो है। आइटम चुज गर्नुभयो र तपाईहरुले यहाँनेरि एड फोटोमा जानुभयो। एड फोटोमा जाने, त्यसपछि तपाईहरुले अब जुन राम्रो प्रोडक्ट छ त्यो प्रोडक्टलाई तपाईहरुले यसरी चुज गर्ने है। यसरी चुज गर्ने सबैभन्दा सुरुमा त्यसलाई वान स्टेपमा त्यसलाई चुज गर्ने। त्यसपछि यहाँनेरि जाने, ल मैले 5 वटा फोटो चुज गरेँ, सबै फोटो चुज गरेँ। त्यसपछि नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि तपाईहरुले यसमा टाइटल लेख्नुपर्ने हुन्छ, प्राइस हाल्नुपर्ने हुन्छ, कन्डिसन कस्तो हो त्यो भन्नुपर्ने हुन्छ, क्याटेगोरी यसले अटोमेटिकली प्राइस चुज गर्छ, कुनै कुनै प्रोडक्ट पछि चुज गरिरा हुँदैन है। र डिस्क्रिप्सन हाल्नु, डिस्क्रिप्सन नर्मल हाल्दा हुन्छ, तपाईले क्याश अन डेलिभरी अल ओभर नेपाल भन्दा हुन्छ, केही समस्या पर्दैन। ल मैले यसमा टाइटल डिस्क्रिप्सनहरु सबै हालिसकेको छु र म तपाईहरुलाई सानो बुझाइ पनि दिन्छु कसरी के भयो भनेर है। मैले यहाँनिर तपाईहरुले देख्न सक्नुहुन्छ टाइटल हालेको छु बेस्ट मसाज गन फर जिम लभर भनेर। यो मैले किन यति छोटो बनाएको भने नेपाली मार्केटमा तपाईहरुले त्यस्तो एडभान्स टाइटल लेख्नु पर्दैन है। सिम्पल मान्छेले बुझ्ने तरिकाले र त्यो प्रोडक्ट के हो भन्ने बुझाइदिनु भयो भने भयो। टाइटलमा त्यस्तो धेरै तपाईहरुले लेखिराख्नु पर्दैन, कस्टमरले आफै बुझिहाल्नुहुन्छ है। र अर्को भनेको मैले प्राइस हाल्दिएको छु। प्राइस पनि तपाईहरुले ठिक्क अरु मार्केटमा हेरेर अरुको भन्दा अलिकति कम हाल्दिनु भयो भने तपाईहरुलाई फाइदा हुन्छ है। र मैले यहाँ 4200 मैले प्राइस पनि हालिदिसकेको छु र यसले अटोमेटिक नै क्याटेगोरी चुज गरिसकेको छ। तपाईहरुले देख्न सक्नुहुन्छ मैले हालेको होइन त्यो मसाजर भनेर, यसले आफै नै अटोमेटिक नै यसले चुज गरेको है। र यसमा कन्डिसन तपाईहरुले कन्डिसन हाल्ने ठाउँ देख्न सक्नुहुन्छ, तपाईहरुले कन्डिसन न्यू बनाउन सक्नुहुन्छ है। कन्डिसन न्यू बनाउनु होला किनकि तपाईहरुले नयाँ प्रोडक्ट बेच्नु हुँदैछ है।
तपाईहरुको लागि भनेर हामीले यत्रो टाइम निकालेर भिडियो सुट गर्यौं, लास्टमा एडिट गर्ने बेलामा डाटा नै क्रप भइदियो। हामीले यो एपिसोडमा लगभग आधी काम सकिसकेको थियौं, आधी तपाईहरुलाई बुझाइदिसकेको थियौं, तर लास्टमा डाटा नै क्रप भयो। तपाईहरुलाई यो भिडियो मन पर्यो र अझै तपाईहरुलाई अगाडिको प्रोसेस जान्नु मन छ भने यो भिडियोमा फुल भिडियो भनेर कमेन्ट गरिदिनु होला। हामी अझै अरु भिडियो चाँडो भन्दा चाँडो जति सक्दो टाइम निकालेर हजुरहरुको लागि हामी अपलोड गर्ने छौं है।